हेलो साथीहरु, के छ हजुरहरुको हालखबर? आई होप सबै साथीहरु सन्चै हुनुहुन्छ होला हैन। म पनि एकदम सन्चै छु र आज चाहिँ हजुरलाई म रुम टुर देखि लिएर मैले अहिले काम गर्ने कम्पनी चाहिँ देखाउन गइरहेको छु हैन। सानो सानो भिडियोहरुमा तपाईहरुलाई मैले देखाइ पनि रहेको हुन्छु। अहिले चाहिँ मैले कोरियामा काम गर्ने गाई फार्म चाहिँ यही हो हैन साथीहरु। यही फार्ममा काम गर्दै छु भने विशेष चाहिँ आज तपाईहरुले रुम टुर भ्लग चाहियो भने हुनाले चाहिँ अब रुम टुर भ्लग लिएर आएको हो र यहाँनिर तपाईहरुलाई मैले गाई फार्मबाट स्टार्ट गर्न चाहे हैन। यो चाहिँ मैले काम गर्ने दुध दुने गाई, कोरियाको दुध दुने गाई पाल्ने ठाउँ हो हैन। र हाम्रो दुध दुने ठाउँ चाहिँ यो भित्र हो र यिनीहरू चाहिँ दुध दिने गाईहरू हुन् हैन। अब अहिले दिउँसोको काम सकेर चाहिँ तपाईहरुको लागि चाहिँ अब यो एउटा भ्लग रेडी गरौँ भनेर चाहिँ तयार गर्दैछु। पहिला चाहिँ म यो तल हाम्रो यो तल यो घर हो भने यसको तलपट्टिको रुममा चाहिँ साथी र म बस्थेँ भने अहिले चाहिँ साउले चाहिँ माथिको तल्लामा चाहिँ दोस्रो तल्लामा चाहिँ एउटा रुम खाली गरेर दिएको छ हैन। तपाईहरुलाई मैले भनेको थिएँ र अब यहाँनिर चाहिँ हाम्रो सामानहरू राख्ने उ छ भने यहाँबाट चाहिँ माथि हामी जानुपर्ने हुन्छ हैन साथीहरु। यस्तै छ। यो चाहिँ हाम्रो सामो सिल हो हैन। साउले यहाँनिर केही डाटाहरू कलेक्ट गर्ने बस्ने ठाउँ यो हो। अनि कम्पनीको वरिपरिको भ्यू चाहिँ यस्तो रहेको छ भने कम्पनीको हाम्रो घर पछाडि त्यो फतकोत फुलेको छ। अहिले चाहिँ फतकोतमा त्यो हरियो पालुवाहरू पनि पलाउन थालेको छ। अनि अझ यो कुरा चाहिँ हजुरहरूलाई मैले कहिले पनि देखाएको छुइनँ हैन। यहाँनिर चाहिँ साना भर्खर बिहाका बाच्छीहरू चाहिँ यहाँनिर राखिएको छ। हेर्नु न कस्तो क्युट छ हैन। यिनीहरूलाई चाहिँ बिहान र बेलुका साउले दुध दिने गर्छ हैन। आमाको दुध खाने हैन, यिनीहरूलाई बोतलबाट हामीले चाहिँ दुध दिने गरिन्छ। अब चाहिँ म दोस्रो तल्लामा गएर चाहिँ हजुरहरूलाई चाहिँ मेरो रुम टुर गराउँछु है त। दोस्रो तल्लामा आइसके हैन साथीहरु। अब यहाँबाट माथिबाट पनि हामीले फतकोत हेर्न चाहिँ सक्छौँ। त्यो देखाउँदैछु तपाईहरुलाई, हेर्न सक्नुहुन्छ हैन कस्तो मजाको छ। अहिले चाहिँ त्यो हरियो पालुवाहरू पनि पलाउन थालेको छ। फुलहरू झरेर चाहिँ हैन अहिले चाहिँ पालुवाहरू पलाउन थालेको छ। यहाँ माथि चाहिँ म मात्र बस्ने होइन, मसँग काम गर्ने एउटा कोरियन दाइ अनि साउ र म बस्ने। साउ चाहिँ यहाँ बस्ने भन्दा नि उसको कपडाहरू चाहिँ यहाँनिर राखेको छ। यस्तो छ इन्ट्रान्स हाम्रो हैन। यहाँनिर साउका कोरियन कपडाहरू र यो चाहिँ उनीहरू गेम खेल्ने ल्यापटप र यो चाहिँ मेरो रुम हैन। कस्तो छ त, पहिला लाइट हालौँ यस्तो छ हेर्दाखेरि हैन। र यहाँ चाहिँ मैले तपाईहरुको लागि भिडियो बनाउने ठाउँ हो हैन साथीहरु। र यो मेरो बेड, यहाँनिर चाहिँ केही कुराहरू राख्ने र यो दराज हैन। त्यहाँ माथि नेपालको झन्डा छ, त्यो यहाँनिर टाँस्ने हो हैन। त्यो अहिले टाँस्न मिलेको छैन, के लगाउने भइरहेछ। अनि यो चाहिँ अस्ति मैले कुपाङबाट अर्डर गरेको, कस्तो छ दामी छ नि है। अझै केही कुराहरू फ्रेमहरू अझै अर्डर गरेको छु, त्यो कुराहरू चाहिँ अझै आउन नै बाँकी छ। अब यहाँ माथिबाट पनि मेरो गोठ देख्न सकिन्छ हैन। यसरी मजाले हेर्न सकिन्छ। र तपाईहरुको लागि चाहिँ केही भिडियोहरू बनाउँदाखेरि चाहिँ म यहाँ बसेर चाहिँ यही स्ट्यान्डले बनाउने गर्छु। र यहाँनिर चाहिँ ऐना पनि छ हैन। यस्तै छ। साउले जोस ठिकै गरिदिएको छ हैन, भिडियो बनाउनु मन लाग्दाखेरि भनेर। अनि अस्ति कस्तो बनाइस् त भिडियो, खोइ देखा त भनेर यहाँनिर जुन तपाईहरुलाई स्किल टेस्टको नोटिस दिएको भिडियो थियो त्यो पनि हेर्दै थियो हैन। जोस बुझ्ने छ, खुसी लाग्छ। अब कति साथीहरूले चाहिँ अब त्यो साउको कुराहरू गरिराख्दाखेरि चाहिँ पछि तँलाई फेरि पहिलाको साउ जस्तै होला नि भन्नुहुन्छ हैन। त्यो मान्छे चिनिन्छ क्या, मान्छे चिनिन्छ सुरुमै। यहाँनिर चाहिँ अब यस्तै छ साथीहरू हैन। जोस ठिक छ, खुसी लाग्छ हैन। भित्र बाहिर जस्तोमा काम गरे पनि आफ्नो रुम चाहिँ राम्रो होस् जस्तो लाग्थ्यो। अनि सुरुमा आएको कम्पनीमा चाहिँ अझ हामीलाई एउटै कोठामा 4 जनासम्म राखिदिएको थियो। त्यही भएर चाहिँ प्राइभेट रुम भए भन्ने हुन्थ्यो कि काम छोड्दाखेरि चाहिँ प्राइभेट रुम पाउने कम्पनीमै जान्छु भन्ने सोचेको थिएँ। र यहाँ आउँदाखेरि पनि अलिकति साउ व्यस्त भएको कारणले 2 जना अहिले एडजस्ट गरेर बस, पछि चाहिँ दिन्छु चाहिँ भनेको थियो त्यतिखेर नै हैन। भन्ने आँटै आएन, 2 महिनासम्म के सोच्ला भन्ने भयो। अस्ति चाहिँ भन्छु भनेर चाहिँ अनि भने र साउले हो ठिकै पनि हो
भनेर चाहिँ बुझेर चाहिँ यो रुम दिएको छ र अलिअलि डेकोरेट गरियो। अहिले त केही पनि राखिएको छैन, सामानहरू अर्डर गरेको छु मैले, सजाउने सामानहरू त्यो राखिसकेपछि चाहिँ अझ राम्रो देखिनेछ होइन साथीहरू। यस्तै छ कोरियाको गाई फार्ममा, हजुरहरूलाई देखाइराखेकै हुन्छु, सर्ट्स भिडियोहरू राखिराखेकै हुन्छु होइन, अनुभवहरू सेयर गरिराखेकै हुन्छु। अब चाहिँ नोटिसहरू आउँदाखेरि पनि हजुरहरूको लागि चाहिँ भिडियो बनाउनु कुनै आपत छैन होइन। पिसफुल छ। त्यहाँ माथि यहाँनिर साइडमै कोरियन दाई पनि सँगै बस्ने हो नि त, अर्को रुम कोरियन दाईको हो। त्यो कुराले चाहिँ धेरै कुराले चाहिँ यहाँनिर मलाई सहज छ होइन, ल्याङ्ग्वेज इम्प्रुभ गर्नदेखि लिएर हरेक कुराहरू, उनीहरूको अनुशासनदेखि लिएर होइन के हुन्छ, कसरी चाहिँ जीवनयापन गर्छन् भन्ने कुराहरू चाहिँ उनीहरूको प्रत्यक्ष रूपमा देख्न पाइन्छ सँगै बस्ने भइसकेपछि। अनि किचनहरू चाहिँ तल हो होइन, तल छ किचन चाहिँ, तल खाना खाने, अनि त्यसपछि टक्क खानासाना खाएर माथि आउने, खाना बनाउनु मन लाग्दा तल जाने, खाजा खाने, आउने। यो चाहिँ मेरो बस्ने, भिडियो बनाउने, सुत्ने रुम हो होइन साथीहरू। यस्तै छ। तपाईँहरूको रिक्वेस्टमा चाहिँ यो भिडियो तयार गरेको हजुरहरूलाई होइन, खासै छन त केही पनि छैन, तर पनि देखाउन मन लाग्यो, हजुरहरूले पनि हेर्ने मन गर्नुभयो होइन। ठिक छ, अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा सम्पूर्ण साथीहरूलाई धन्यवाद। जाने बेलामा चाहिँ एउटा लाइक, एउटा मिठो कमेन्ट र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु भने चाहिँ नबिर्सिनु होला है त।